guys, welcome back to my channel. It's me Bhagya. So Fabilo and नमस्ते सबैजनालाई. बट आज चाहिँ म मात्र हैन, आज तपाईले मैले भ्लग स्टार्ट गरेको गाडीबाट बाटोबाट है. आज चाहिँ म मात्र हैन, मेरो भाइ पनि छ. सो हामी चाहिँ आज जाँदैछौँ सोनादा. सो हाम्रो माम बित्नु भएर चाहिँ हामी आज गाडीमा छौँ, हामी जाँदैछौँ. एकदमै दुःखको कुरा छ, मामलाई हिजोअस्ति मात्रै हामीले भेटिरहेको, बट अचानक माम बित्नुभयो. सो हामी जाँदैछौँ. सो अगाडि आगेको ब्लग चाहिँ यति साह्रो डरलाग्दो जाडो रहेछ. यो जग्गाको नाम के पो? गोराबारी. हामी अहिले गोराबारी आइपुगिसक्यो है गाइस. अनि यहाँ चाहिँ हामीलाई भेनाले ल्याउन आउनुहुन्छ अरे. यहाँबाट उता चाहिँ ओह्रालो गाडी पाउँदैन भनेर चाहिँ अलिकति ढिलो भयो. सो हामी यहाँ रोडकै छेउमा उभिएर वेट गरिरहेको छौँ. पुरा जाडो रहेछ, डरलाग्दो जाडो. ल एकछिनबाट भेट्छु है. ल मामलाई हेर्नु आएको, बाँच्दा हिँड्नु पाएन. बाटो ओह्रालो डरलाग्दो रहेछ. पानी परेर चाहिँ चिप्लो भएर चाहिँ भेनाले आधी बाटोदेखिको गाडी चढ्दैन, हिँडेर जाउँ ल भने कि हिँड्दै हिँड्दै गएको. ठिकै छ. नानाको छोरा अगाडि छ, हिँड्दैछ. So guys, म मामको घर पुगेर पनि सबै फ्यामिलीहरूसँग बात गर्दै थिएँ है. हाम्रो आगुले चाहिँ भाषण दिँदै थियो कि जीवन मृत्यु कस्तो हुन्छ भनेर. अलमोस्ट 10:30 बजिसकेको थियो. त्यतिकै बात गर्दै थिएँ, सबैको कुरा सुन्दै थिएँ हो. निद्रा पनि लाग्दै थियो, तर बसिरहेको थिएँ. जाडो चाहिँ एकदम डरलाग्दो जाडो. मलाई हेर्नु न, निद्रा लागेर कस्तो भइरहेको थियो हो. हेरिहाल्नु है, हेर्दै जानुहोस् ल. गुड मर्निङ भइसकिसकेको छ गाइस. यो मामको नामको सिमी हामीले सबै परिवारले बालिसकिसकेको छौँ. यहाँदेखिको उता चाहिँ मामलाई घरदेखिको बाहिर निकाल्ने कार्यक्रम हुँदैछ. धेरै दुःखको कुरा हो, हेर्दै जानुहोस् ल. यो चाहिँ मामलाई लास्ट खाना दिएको हो. यसरी मृत्यु आत्मालाई पनि है, मृत्यु भएको आत्मालाई पनि यसरी खानाहरू चढाउनु हुन्छ र यसरी खानाहरू चढाएर उसलाई लास्ट खाना दिएको हो यो मामलाई. मामको फेभरेट कुराहरू सबै दिनुपर्ने हुन्छ. हेर्दै गर्नुहोस् है ल.
यसरी मामलाई खाना चढाउनुपर्छ। एक एकजनाले गर्दै अलिअलि गर्दै चढाउनुपर्छ। हेर्नुहोस् है, मामलाई निकाल्ने चाहिँ अलमोस्ट टाइम भइसकेको थियो है। मामलाई चाहिँ घरदेखिको बाहिर निकाल्ने सायद 10 बजेको थियो। सो निकाल्ने टाइम भइसकेको थियो गाइस। नभन्नु, मैले मेरो आफ्नो भाइलाई झलझली याद गरेँ यी चिजहरू देखेर। मैले हेर्नै सकिनँ क्या हेरेर। र पनि मलाई आगोले भिडियो बनाउनु उयो हुन्छ, चिन्नुहुन्छ मामको भनेर भन्नुभएको थियो। त्यो भनेर चाहिँ मैले यो भिडियो सुरु गरेको थिएँ है। नराम्रो नसम्झिनु होला, हेर्दै जानुहोस् ल। मर्ने कसैलाई
मामलाई चाहिँ घरदेखि निकालिसकेपछि पर गुम्बामा पनि घुमाउनु भयो, त्यही हेरिकन आएको। जाडो त्यतिकै के हो यस्तो टाउको फुट्ला जस्तो भइसक्यो। हेरेर पनि सबै सकेर म फर्केको गाइस, अब आफ्नो कामतिर जानु पर्यो हो। सो सबैजनालाई छोडेर आउन धेरै गाह्रो थियो, तर म फर्केर आएको म अब। सो गाइस, म मामको फ्युनरलबाट आइसकिसकेँ है। अहिले घरमा छु। अलिकति जिउ बिसन्चो भयो किनभने माथि चाहिँ पुरा जाडो छ, यहाँ सिलगढीमा चाहिँ पुरा गरम। सो त्यो वेदरले गर्दामा पनि होला अलिकति बिसन्चो भए। सो धेरै दुःख लाग्यो, तर मलाई मामको यादको लागि र याद गराउने छ भनेर चाहिँ मैले यो भिडियो हाल्ने बाध्य भएँ। सो त्यस्तो नराम्रो केही नसम्झिनु होला है। जति भिडियो बनाउनु पर्ने थियो त्यति मात्रै बनाएको छु। बाँकी सबै चाहिँ देखाउन पाइनँ किनभने त्यो अवस्था पनि थिएन। सो यो भिडियोलाई 2 दिन बाद मैले इन गर्दैछु। सो यो भिडियो यहीँसम्मको लागि, त्यतिसम्मको लागि एकदम माया गरिदिनु होला, मन पराइदिनु होला अनि सब्सक्राइब गरिदिनु होला अनि एकदम भिडियोलाई हेरेर माया गरिदिनु हुनेछ भन्ने मैले आशा राखेको छु। त्यतिसम्मको लागि बाई बाई।